परेको दिनमा आज चाहिँ हामी मछली बनाएर खाँदैछु है। हेलो मछली बनाउने सेफज्यू। यता फ्राई भइसक्यो, यता छ फ्राई हुन बाँकी, यता छ केही भन न तिमी पनि भन न के एकचोटि आई लभ यू भन्ने नि त ल एकचोटि आई लभ यू भनिसक्यो न त डनले भनिसियो भनिरहेको छु मैले किन हो भन न माछा चाहिँ कस्तो राम्रो कुन माछा हो यो रहु माछा रहु माछा अहिले त चाहम होला हौ दाम भयो घरको लोकल तोरीको तेलमा माछा पाक्दैछ हाम्रो यो कि माछा त चाख्न मन लाग्नुलाई हुन्छ अबि डनलाई माछा पकाउनलाई चाहिँ मैले सिकाइदिएको हो मेरो बुढा जस्तो हुनुपर्छ के बिहान बेलुकै भात पकाएर खुलाउने नरौ न बेउचार हालिसक्यो त्यसको भाजी कति तातो भएको ल है हाम्रो माछा पनि पाक्यो चाहिँ खाने बेला भयो कस्तो भयो के भयो म्याडमहरुलाई के भयो
माछाको काँडा अड्किन्छ नि सानो ल आगो छिटो ल अनि यता हेर हो नो यो त यहीँ निकाल्दा काँडा छ के यता 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 छोरा ल एकदम रमाइलो है बच्चाहरूसँगै नराख्ने भनेर खोरमा हालेको अहिले लास्टमा बाहिर निकाल्नु परिहाल्यो टिका लगाइदिनुहोस् टिका लगाइदिनुहोस् उता राख यो काँडा टिपेर खाइदिएर बर्बाद हुन्छ नगर नसिकाने हे तेरो कहाँ नगर्ने यहाँ खाउको दिलायो नो टिका लगा छिटो टिका लगा गई मान्छेले खा टिका खुवाइ नि बच्चा भएपछि यस्तै छ हजुर टाउकोमा नो मैले नुहाइदिन्छु नि फेरि पानी परेको दिनमा मैले लगेर नुहाइदिन्छु नि नपर्ने यता हेर सिधा नि सिधा बहिनीलाई हेर्नु त हेर्नु न बहिनीलाई बहिनी धोइदिनु न के गरेको यो त नुहाउनु परेर हो अब नुहाउन मन लाग्यो कानमा उसु जाने भोलि भात लगाएपछि अब भर्खर नुहाएर ल्याएकोलाई यता हेर सानो